खाना खाने हो के खाने भाइ मासु मासु ढिँडो खाने कि भात खाने हो के खाने हेलो सर भातै खाने नि के खाने ढिँडो खाउँ हामी यो भात खान्छ बहिनी यो ह्यापी न्यू इयर गाइस यो के हो यो बब हो ल मेरो मटन रहेछ चिकनको हजार हाफ बनाउनु छ चिकन हाफ बनाइदिनु नि त सेकु हैन वाइफाई छैन वाइफाई चाहियो नि त मेरो पनि छ गाइस न्यू इयर मनाउन हामी आज ल ल र्याक भइरहेको र्याक भइरहेको मुभमेन्ट फास्ट छ नि मान्छे ठुलो छ नि आनम भनौँ कि स्याप निब्ला त्यो सबभन्दा अग्लो छ नि त्यो के अरे त्यो मेरो साथीको भाइ के त्यो एकजना बुझेल्दा नि सबै हामी सबै चलाए त्यो एक जोडी सबै चलाए को चलायो अरे माथिबाट ल्याएर सबै चलाए उलाई चलायो तर बाहिर मलाई चलायो अनि म त उयो बाहिर हाने चिप्ल्या हो नि त गाइस हामी बल खेलेर टक अब खाना लाग्यो यहाँ होइन होटलतिर दामी अब खाना खाने आज न्यू इयर टक्क बाहिर खाना खाएर चल्दिने घर गनीसँग कन्सर्टै उयो हुन्छ नि त लाइभ म्युजिक हो क्या मिक्स मात्र फापर मात्रै हुँदैन फापर र कोदो मिल्छ हुन्छ हुन्छ मिक्स हुन्छ हुन्छ दामी मिठो चाहियो क्या जस्तो पनि हुन्छ होइन मिल्दैन कस्तै यिनीहरू क्या पागल हो कि बाउला हो होइन अरू लान्छ त कसले हो यो खेमेहरू जान्छ अनि तिनीहरू चाहिँ सेलिब्रिटी हो नि त सेलुटी हामीले के कुकुर त्यो सेलिब्रिटी के हो सेलुटी अति भयो त्यसो भए पानी खाऊ केटा हेर्ने हो ए त्यो अति के अरे अत्याचार भयो फोटो चाहिँ हान्न जाउँ त्यहाँ माटोलाई सम्मान गर्दै घन्टीमा भोट हाल्नु होइन तर त्यो हर्कामा कस्तो घमण्डी रहेछ त्यो मान्छे उसलाई एक कोरो के छ त नि रविले भेट्नु गएको होइन अर्कोलाई छैन रवि बालेन अनि कुलमान एक त भएको छैन तर त्यो हर्का पनि आउनु त्यो दामी गीत गाउँछन् होइन त्यो आजभोलि चाहिँ पता पागल हो हो भन्ने चाहिँ पागल त्यो त प्रत्येक भइहाल्यो नि अर्को त त्यो खेमे भने त्यो उयो के अरे खेमे भ्लग खै के कुन भ्लग हो युट्युबतिर छ छ त त्यसको चर्चा ल गीत पनि गाउँछ म्युजिक भिडियो पनि खेल्छ मैले त यादै गरेँ मुर्रा भने चाहिँ के ए मुर्रा मैले यादै गरेँ के खाने भन् त मेनुमा के छ यो खाने आज खै यो कुन यो यो चिकन होइन हो मटन यो? मटन खाने सेट ए मटन सेट यस 400 रुपियाँ नहो यो बढी रहेछ उहाँ चाहिँ सस्तो हो उहाँ अब 40 रुपियाँ गरिबले सस्तै खोज्ने हो कि के हो गरीब यस्तो बाङ्ला गरिब भएपछि सस्तै खोज्ने हो अनि यसो पैसा नभए मान्छे हामी यार महँगै खाने हामी के हो होइन यता आइफोन त यार के तपाईँ यस्तो हिँड्दा आएर चाहिँ ओ यार यस्तोमा होइन होला यार ल यार तपाईँ म भिडियो तपाईँले पठाइदिन्छु यार यहाँ रहेछ बहुत महँगो महँगो 45 केही छैन हाम्रो खाना आउँदैछ गाइस एकछिन वेट भयो फोटो खिचे पुग्यो पुगेको छैन पुग्दा अब हँ? फेरि ल अब फोटोसोटो यता भित्र किने चाहिँ फलो गाइस फलो मी गाइस हो हामी फोटो भ्याइसक्यो तपाईँ गीत गाउँ भनेको सबै निकालेर आएको छ के मटन दुईटा भन्दा छैन अरे होइन अरू के भन्नु मैले चिकन गरिदिएँ भने सबै अँ ठिकै छ त नि के लाई त्यही त कुनै यसको इच्छा थियो होला मटन खाने स्टप थिङ्किङ यहाँ भिडियो बनाएर चाहिँ कसले त्यो अघि लडाएको कसको गल्ती हो यो खासै त्यसको गल्ती त होइन रिप्लाई यहाँ हेर्नु ल रिप्लाई गाइस खुट्टा हेर्नु है खुट्टा हेर्नु है ताम हेर्नु अलि फास्ट
अलि फास्ट तान्छ नि सर्ट बल गयो भाइरल हुन्छ फेरि यार भाइरल हुन्छ हाल्यो भने भाइरल हुन्छ ल ल गाइस खाना आइन गाइस यार 1 घन्टा भयो खाना पनि आएन अब जानुपर्छ होला सायद जाने अब पैसा बुढा खाना कहाँ गयो यार खाना आएन त आज खाना नहिँड्ला जस्तो छ नहिँडेको छ खाना आएन यार खाना 1 घन्टा भयो खाना आएन हो खाना खोइ खाना नि आएन ओ कान म कान ठुलो खाना पनि डोतो उतरी कान्दा त के मेम गिलास खाले देखि नि के बेवरा गाडी कान मेम बुढी बुढी त साथी कति लिँदो रहेछ त्यतिखेर बुढीको बुढी बिना बुढी कति लिँदो रहेछ किन्ने हो किन्ने हो बुढी 300 मा काटेको सबिनको त होली के भने म बिन्दास हो गाइस हाम्रो खाना आयो क्या हो अझै टाइम लाग्छ खाना अब धेरै लाग्दैन भइहालेको र ओहो ल ठिक छ फोन आइपठायो ल छिटछिट गर्नु ल हामीलाई हतार छ अलिकति जल्दी हाल्नुपर्छ फोन आयो मेरो भाइ ल गाइस हाम्रो यहाँ खानेकुरा आयो अब टक्क यो खाने हो हाम्रो यो चिकन भुजा सलाद अचार ल बोल्नु नि त खानुपर्छ गाइस म यहाँ खाना आएको सुरु गरौँ है म अहिले रुममा पुगेर कल गर्छु नि है ल म यहाँ यस्तो खाना आएँ बाहिर मामाहरूसँग प्लेन हिन्दी भाइलु प्लेन सुत्दैन नि मैले नि प्लेन धुन आउँछ त मोबाइलमा धुन प्लेनमै चढाइदिएँ मैले स्विच अफ भनेको सुन दिने स्विच अफ त्यो फोन नै गरेपछि मलाई नि 9:45 तिरसम्म हुन्छ गाइस यम्मी गाइड हड्डीमै परेछ दामी खाएला मलाई यो कहाँबाट लाने यार हजुर कहाँ लाने टिसुमा हाल्नु न दामी छ दामी एकदम दामी दामी मामा न्यु इयर मनायो आज मामाको भिडियो बनाऊ न। अङ्कलको त पहिला डन्ठतिर भेन्डन केटीको त्यो कहाँ पुगेर हामीले धेरै दुःख पायो उठायो विदेशमा हिँड्ने नगर मलाई गाइस दामी है ह्याप्पी न्यु इयर गाइज धेरै मेहनत गरेर चाहिँ त्यही भएर कि राम्रो सामान गाइड खाइदिएको ल खाऊ एकचोटि झन् त्यो बाउलाले कि सन्देश हामी एयरपोर्टमा 2500 कति पैसा जिराएको थियो अनि त्यो माङ्गल डाँडामा शेर्पाको होटल थियो क्या अनि यसरी उतापट्टि सिकुवा ससिस लेक बिचहरू होइन सबै ल्याएर त्यो बिचमा बसेर सबै खाने भयो भने झ्याप्प लाइन गयो लाइन जाने बेलामा त सिको पनि छैन सजिज पनि छैन ल्याए त त्यसले लाइन आएर यसो हेर्दा त मासु त एउटै छैन बाबा मुखमा पुरा यसरी चपाउँदै रहेछ सन्देशले हो ए सबै हालेर खाइसकेको छ कि उसले चाहिँ भट्टा खाइछ क्या ए त्यो बतिकाको उयसमा हामी चाहिँ लाइन गयो अब लाइन आएर मात्र खानुपर्छ भनेर बसिरहेको उसले चाहिँ दिएछ धमाधम फाइनल खाना आयो 1 घन्टाको प्रतीक्षा मलाई हो खाना आयो त खाना आयो अब खाना आयो खानुपर्छ खाना आएको खाने हो र नखा त भन्नु खानामा कहाँ खाने छ तरकारी मात्रै आएको मेरो हात त कस्तो सुनिदियो तरकारी मात्रै खाने आज के भरे सुने सुन्यो के हुन्न मेरो खुट्टै फुल्यो सुनिन्छ नि बल खेल्यो सुन्छ अब खुट्टा त भाँच्छ भाल्दैन थ्याङ्क यू
गाइस हाम्रो यो आइटम यो परिकारहरू आयो होइन गाइस म लगेर गएको ल गाइस खाना आउनु बाँकी छ गाइस हाम्रो यो मान्छे 3 जना छ तर किन 4 तरकारी भाइ भाइ यो 3 दिनको हो 400 को के हो 400 को 4 करोड ठीक ठीक खाना चाहिँ कस्तो हो 3 ठाउँमा 4 ठाउँमा अनि खाना ए खाना एक ठाउँ मात्र हो यसलाई मात्र हो भात हाम्रै ढेड हो होइन हो खाना तिम्रो खाना पनि आयो हामीलाई त ढेड हो नि त होइन एकदम ल यसलाई चाहिँ हामीले खाना खाने रे भनेर खाना मगाएको हाम्रो चाहिँ ढेड हो हाम्रो ढेड आउनै बाँकी छ अझै फाइनल गाइस हाम्रो ढेड आएपछि हामीले ल्याम ल्याम ढेड हान्दियो यो अब सहरी पऱ्यो क्या यो ढेडो नखाने रे एक चटनी भ्याइदिन्छ नि त थप खाना हो ल गाइस फाइनली ढेडो पनि आयो हाम्रो पानी ल्याइदिनु ल थप्नु ल ल ल दामी अब ल हामी अब खाना खान्छौँ अब हाम्रो आइसक्यो यहाँ दामी पाराले हाम्रो यो चाहिँ गाइस दाल चाहिँ रिटर्न गरि यो फापर र के हो अरे कोदो मिसाएको है फापर र कोदो मिसाएको यो मासु भयो यो दही भयो पानी दाल टक्क हाम्रो ल यसरी दामी अचारमा गाइस यहाँ भात हेर्नु त किरा जस्तो चाहिँ किरा दामी 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 हो दाम गाइस ढेँडो खाएको यहाँ चामल कसरी आयो ढेँडो सुरु गरेको यहाँ चामलमा इन्भोग हुँदैछ है हाम्रो खाना चाहिँ अटोमेटिक बुझ्यो यो सिस्टम फरक छ कि ढेँडो खायो लास्टमा चामल हाम्रो अब सकिँदैछ खाना ढक्क अन्तिम स्टेजमा गइसक्यो क्या गइसक्यो यार खोलै बोग्यो कसले बग्यो अब ठिक 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 ल अब सकाउँछु फाइनल गाइस हाम्रो खाना सकाइसक्यो अब टक्क घरतिर जाने हो सब केही छैन केही छोडेन केटाहरूले सब भ्यायो मैले चाहिँ छोडेँ यहाँ ग्रिल छोडेको छ दाल छोडेको छ यहाँ पनि जोडेको छ सब भ्याइदिएको खान्छौहरू गाइस